सम्पूर्णलाई नमस्कार। म अनिश पोखरेल। म फेरि आइसकेँ यो त्रिचोक र 24 कोटी जाने तर्फको रोडको बारेमा फेरि बोल्नको लागि। यो दृश्य हो 9:45 बजेको, हेर्न सक्नुहुन्छ। म यो भिडियो बनाउन त एकदम बाध्य नै छु। मैले यो सामाजिक सञ्जालमा अहिले भिडियो देखिरहेको छु कि हिजै भर्खर मेयर रेणु दाहालले चाहिँ भरतपुरको विभिन्न स्थलमा बत्ती जोडान गरेको मैले त्यो भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ भने त्यसको बारेमा म केही ध्यान जाओस् कि यो सम्बन्धित निकायसम्म पुगोस्। यो त्रिचोकदेखि 24 कोटी जाने तर्फको रोड हो। मैले यो भिडियो चाहिँ बारम्बार बनाइरहेको छु। मैले कोहीले चाहिँ तिमीले गरेको सही हो भन्छ नि त, कोहीले गलत भन्नुहुन्छ। त्यो मलाई केही छैन। यहाँ चाहिँ मैले विभिन्न माध्यमबाट मैले यो भिडियो हाल्न लागिरहेको छु कि यो त्रिचोकदेखि 24 कोटी जाने तर्फको रोड हो। म चाहिँ यो देख्न चाहन्छु। यो चाहिँ मैले विभिन्न तरिकाले भिडियो बनाइरहेको छु। अहिले 9:45 भइसकेको छ। यो भिडियो हेर्न सक्नुहुन्छ। यो त्रिचोकदेखि यता आउने र यो 24 कोटीको रोड रहेको छ। यो चाहिँ मैले सम्बन्धित निकायसम्म पुर्याइदिनको अनुरोध गर्दछु। यो ध्यान आकर्षण गर्न सक्नुहुन्छ। यो भिडियो मार्फत जति सक्दो त्यति सेयर गरिदिनु होला। यो चाहिँ सम्बन्धित निकायसम्म पुगोस् कि यो भिडियो चाहिँ यो जति सक्दो त्यति सेयर गरिदिनु होला। यो मैले 24 कोटी र 24 कोटी र उता त्रिचोक जाने रोड हो। यो यता भरतपुर विमानस्थल रहेको छ भने यता आर्मी ब्यारेक रहेको छ, यता 24 कोटी रहेको छ, यता त्रिचोक रहेको छ। यहाँ चाहिँ मैले धेरै कुरा सुनेको छु। यसमा रातिको समयमा जे नि हुन सक्ने सम्भावना सुनिरहेको छु। यसमा मर्निङ वाक हिँड्ने र इभिनिङ वाक हिँड्ने मान्छेको बारेमा नि मैले सुनिरहेको छु। यो चाहिँ अहिले आर्मी ब्यारेकको दृश्य देख्न सक्नुहुन्छ। एकदम यो चाहिँ अँध्यारो भएको समय हो। यो म चाहिँ अहिले 24 कोटीदेखि त्रिचोक जाने तर्फ रोड हो। यो हेर्न सक्नुहुन्छ। यो दृश्य यता भरतपुर विमानस्थल रहेको छ, यता आर्मी ब्यारेक रहेको छ। यो चाहिँ जति सक्दो त्यति सेयर गरिदिनु होला। यो सम्बन्धित निकायसम्म पुगोस् कि यो ध्यान जाओस् कि यसमा नि केही गर्नुपर्छ, यसमा नि बत्ती जोडान गर्नुपर्छ भन्ने ध्यान आकस्मिक गर्न चाहन्छु। यो रातिको 9:45 बजेको समयको दृश्य हो। एकदम नाजुक अवस्था रहेको छ। पोल पनि छैन, बत्ती नि छैन। म त यो पोल, बत्ती, सिसी क्यामेरा जोड्नको लागि यो भनिरहेको छु कि यो सम्बन्धित निकायसम्म पुगोस्। यो मलाई थाहा छैन यो कसले हाल्ने हो के गर्ने, त्यो त मलाई थाहा छैन। तर चाहिँ यो जोडान गर्नु पर्यो। यो यहाँ भरतपुर महानगरपालिकाले हो कि भरतपुर विमानस्थलले हो कि यो आर्मी ब्यारेकले हो। हेर्न सक्नुहुन्छ रातिको दृश्य। यो चाहिँ एकदम नाजुक अवस्था रहेको छ। यो चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ भरतपुर विमानस्थल रहेको छ। यो चाहिँ 24 यो आर्मी ब्यारेक रहेको छ। यसमा चाहिँ राति हिँड्ने व्यक्तिलाई केही समस्या परेको भन्ने नि मैले जानकारी पाएको छु। देख्न सक्नुहुन्छ अहिलेको अवस्था। हेर्न सक्नुहुन्छ। यो भिडियो एकदम अहिले त सुनसान भइसकेको छ। हेर्न सक्नुहुन्छ। अहिले त एकदम सुनसान एरिया रहेको छ। अब कसैले भन्नु होला यति राति नि त किन गएर भिडियो गर्ने, त मेरो कामै हो, यो हो मैले गर्नुपर्छ, अहिलेको युवाले गर्नुपर्छ भन्ने मैले यो चाहिँ अभियान चलाएर हिँडिरहेको छु। यो भिडियो चाहिँ सम्बन्धित निकायसम्म पुर्याइदिनु होला। चाहिँ यो भरतपुर महानगरपालिका 10 रहेको छ। यो 24 कोटीदेखि त्रिचोक जाने तर्फको रोड हो। यो चाहिँ सम्बन्धित निकायसम्म पुगोस्। यो ध्यान आकाङ्क्षी हुनु पर्यो। यो ध्यान यहाँ यसो हेर्नु पर्यो। यहाँ त विभिन्न नेताहरू, विभिन्न पदका मान्छे हिँड्ने रोड हो। यो यहाँ
जे पनि हुन सक्ने सम्भावना छ। यति भन्दै म आज बिदा हुन्छु। थप जानकारीको लागि मेरो पेजलाई फलो, युट्युब च्यानल अनिश पोखरेल अफिसियललाई सब्सक्राइब गरिदिनु होला। हस्, नमस्कार।